स्वागत छ आजको यस विशेष व्याख्यामा। आज हामी एउटा यस्तो रोचक यात्रामा निस्कँदैछौँ जसले यथार्थ, सत्य र जीवनको अन्तिम उद्देश्यलाई हेर्ने हाम्रो नजर नै बदल्न सक्छ। हामी कुरा गर्दैछौँ हिन्दू दर्शनका 6वटा शक्तिशाली चस्मा अर्थात् षड दर्शनको। आउनुहोस् सँगै यो गहिराईमा डुबौँ। आजको हाम्रो यो बौद्धिक यात्रा एकदमै स्पष्ट छ। हामी बाहिरी भौतिक संसार र तर्कबाट सुरु गरेर बिस्तारै हाम्रो भित्री मन र चेतनातर्फ अघि बढ्नेछौँ र अन्त्यमा ब्रह्माण्डको नियम र आध्यात्मिक सत्यलाई छाम्ने प्रयास गर्नेछौँ। यो दर्शन र यथार्थलाई बुझ्ने एउटा पूर्ण प्याकेज हो। ल अब सबैभन्दा पहिले यो षड्दर्शन भनेको खासमा के हो त? दर्शनको यो विशाल भवन कुन जगमा उभिएको छ भन्ने कुराबाटै सुरु गरौँ। यो शब्दलाई नै टुक्र्याएर हेर्ने हो भने कुरा एकदम छर्लङ्ग हुन्छ। षड भनेको छ र दर्शन भनेको हेर्ने दृष्टिकोण, अर्थात् एउटै परम सत्यलाई हेर्ने र बुझ्ने 6वटा बेग्ला बेग्लै तर एकदमै आधिकारिक झ्यालहरू। सत्य एउटै भए पनि त्यसलाई विश्लेषण गर्ने तरिकाहरू फरक हुन सक्छन्। कस्तो गजबको कुरा, होइन त? यी 6वटै प्रणालीहरू आफैमा एकदमै पूर्ण र व्यापक छन्। यिनले जीवन, आत्मा, भगवान, यो भौतिक संसार, हाम्रो कर्म अनि मोक्षको बारेमा असाध्यै गहिरो व्याख्या गर्छन्। एउटा जिज्ञासु मनका लागि यी विचारहरू फरक भए पनि एकअर्काका परिपूरक हुन्, जसले मानव अस्तित्वको सम्पूर्ण चित्र कोर्न मद्दत गर्छन्। अब यो कुरालाई अझ प्रष्ट पार्न दर्शनहरूको पहिलो जोडीतर्फ लागौं, जसले हाम्रो भौतिक संसार र तर्कको जग बसाल्छ। एकातिर गौतम ऋषिको न्याय दर्शन छ, जसले हामी कुनै पनि कुरा कसरी जान्दछौं भन्ने सिकाउँछ। यसले तर्क र प्रमाणमा असाध्यै जोड दिन्छ। अर्कोतिर कणाद ऋषिको वैशेषिक दर्शन छ, जसले वस्तुहरू केले बनेका छन् भनेर खोज्छ। अचम्म लाग्न सक्छ, हजारौं वर्ष अघि नै यस दर्शनले यो सम्पूर्ण ब्रह्माण्ड साना साना अणु अर्थात् एटमहरूबाट बनेको हो भनेर वैज्ञानिक दृष्टिकोण अघि सारेको थियो। न्याय दर्शनको चुरो कुरो यही एउटा भनाइमा लुकेको छ: अज्ञानता नै दुःखको मुख्य कारण हो। जबसम्म हामीले सही तर्क र प्रमाणबाट प्राप्त वास्तविक ज्ञान पाउँदैनौँ, तबसम्म दुःखबाट छुटकारा पाउन सम्भव छैन। एकदमै प्र्याक्टिकल र सटीक कुरा। अनि वैशेषिक दर्शनको कुरा गर्दा यसले सिधा भन्छ यो संसार भनेकै विभिन्न भौतिक पदार्थ र अणुहरूको संयोजन मात्र हो। यसले हामीलाई संसारलाई एउटा भौतिक प्रयोगशाला जसरी हेर्न र त्यसका तत्त्वहरूको मिहिन रूपमा विश्लेषण गर्न प्रेरित गर्छ। बाहिरी भौतिक संसार र तर्कको कुरा त भयो। अब अलिकति भित्रतिर प्रवेश गरौँ, जहाँ हामी हाम्रो मन, शरीर र चेतनाको कुरा गर्नेछौँ। यहाँ पनि दुईवटा बेग्ले तर जोडिएका बाटाहरू छन्। कपिल मुनिको सांख्य दर्शनले एकदमै विश्लेषणात्मक ढङ्गले भन्छ आत्मा अर्थात् पुरुष र प्रकृति दुई पूर्णतया फरक कुरा हुन्। यसले ईश्वरको अवधारणा बिना नै सृष्टिको व्याख्या गर्छ। यसको ठिक विपरीत पतञ्जलिको योग दर्शन अलि बढी प्रयोगात्मक छ। यसले शरीर र मनलाई कसरी पूर्ण नियन्त्रणमा राख्ने भन्ने ठोस विधि सिकाउँछ। सांख्य दर्शनलाई मान्ने हो भने मोक्ष पाउन त्यस्तो ठूलो जादु वा चमत्कार केही चाहिँदैन। मात्र पुरुष र प्रकृति बीचको स्पष्ट भिन्नतालाई बुझे पुग्छ। चेतना र भौतिक तत्त्व पूर्ण रूपमा अलग हुन् भन्ने गहिरो बोध नै मुक्तिको साँचो हो। तर योग दर्शनको बाटो अलि फरक छ। आजकाल योग भन्ना साथ हामी प्राय केवल शारीरिक व्यायाम वा आसन सम्झन्छौँ, तर वास्तवमा त्यो अष्टाङ्ग योगको एउटा सानो हिस्सा मात्र हो। यम, नियमदेखि अन्तिम लक्ष्य समाधिसम्म फैलिएको यो 8 अङ्गको मार्ग भनेको त समग्र मानव जीवनलाई नै अनुशासित र रूपान्तरण गर्ने एउटा पूर्ण प्रणाली हो। र योगको अन्तिम लक्ष्य भनेकै यही हो, मनको पूर्ण नियन्त्रण। हाम्रो अशान्त र चञ्चल मनलाई वशमा राख्न सक्दा मात्रै हामीले त्यो परम आत्मिक शान्ति अनुभव गर्न सक्छौं भन्ने योग दर्शनको अटल विश्वास छ। अब हाम्रो यो दार्शनिक यात्रा त्यस बिन्दुमा पुग्दैछ जुन सायद सबैभन्दा उच्च र व्यापक छ। अब कुरा गरौँ हाम्रा कर्तव्य र ब्रह्माण्डको अन्तिम सत्यको बारेमा। यस खण्डमा हामी जैमिनीको पूर्व मीमांसा र व्यासको वेदान्तलाई सँगै राखेर हेर्छौं। पूर्व मीमांसा अलि बढी कर्मकाण्डी छ। यसले वैदिक नियम, कर्तव्य र हामीले गर्ने कर्मको निश्चित फलमा असाध्यै जोड दिन्छ।
तर उता वेदान्तले भने यी सबै बाहिरी कर्मकाण्डभन्दा माथि उठेर अन्तिम आध्यात्मिक एकता र मोक्षलाई आफ्नो केन्द्रबिन्दु बनाउँछ। पूर्व मीमांसाको मान्यता एकदमै स्पष्ट छ। सही कर्म गर्नु नै धर्म हो। आफ्नो तोकिएको कर्तव्य निष्ठापूर्वक पालना गर्नु र वैदिक अनुष्ठानहरू गर्नु नै जीवनको मुख्य उद्देश्य हो। यसमा कुनै सम्झौता छैन। तर वेदान्तले हामीलाई एउटा यस्तो गहिरो र एकताबद्ध विचार दिन्छ जसले सबै सीमाहरू तोडिदिन्छ। आत्मा नै ब्रह्म हो, अर्थात् हाम्रो भित्र रहेको चेतना र यो सम्पूर्ण ब्रह्माण्डलाई चलाउने परम शक्ति वास्तवमा एउटै हो। हामी कोही पनि त्यो परम सत्यभन्दा अलग छैनौँ भन्ने यसको दावी छ। ल, अब अलिकति फराकिलो दृष्टिकोणबाट हेरौँ। यी 6वटै फरक फरक दर्शनहरूको आखिर समग्र महत्त्व चाहिँ के छ त? किन यिनको यति धेरै चर्चा हुन्छ? साँचो अर्थमा भन्ने हो भने यी दर्शनहरू सम्पूर्ण हिन्दू चिन्तन परम्पराका बलिया खम्बाहरू हुन्। यिनले हामीलाई जीवन र संसार बुझ्ने एउटा मात्र होइन, 6वटा फरक फरक झ्यालहरू दिएका छन्। चाहे त्यो नैतिकताको बाटो होस्, आत्मज्ञानको भोक होस् वा मोक्षको तिर्खा, यी विचारहरूले हजारौं वर्षदेखि सिङ्गो मानव सभ्यताको आध्यात्मिक र बौद्धिक परिदृश्यलाई आकार दिँदै आएका छन्। अब यो व्याख्याको अन्त्यमा आइपुग्दा एउटा गम्भीर प्रश्न मनमा उब्जिन्छ। भौतिक अणुहरूको विश्लेषणदेखि लिएर ब्रह्माण्डकै चेतनामा एक हुने यी हजारौं वर्ष पुराना विचारहरू के आजको आधुनिक युगमा पनि उत्तिकै सान्दर्भिक छैनन् र? सत्य र मुक्तिको हाम्रो आफ्नै व्यक्तिगत खोजीमा यी प्राचीन चस्माहरूले हामीलाई आज कसरी नयाँ बाटो देखाउन सक्छन्? एकपटक शान्त भएर सोच्नुहोला, पक्कै पनि नयाँ जवाबहरू भेटिन सक्छन्।